Okay, so मेरो स्क्रिन भिजिबल छ हैन सबैलाई मेरो स्क्रिन र मेरो साउन्ड छ सर ओके ओके सो हामी प्रोसिड गरौँ सो हिजोको क्लासमा हामीले मोड्युल 9 हेर्यौं which was about कसैले मलाई भन्न सक्छ के थियो मोड्युल 9 वेल आर्किटेक्ट AWS वेल आर्किटेक्ट फ्रेमवर्क okay so module 10 sorry module 9 was about cloud architectures हैन so आज हामी module 10 which is the last module यो लास्ट मोड्युलमा हामीले अटोमेटिक स्केलिङ र मोनिटरिङ को बारेमा पढ्छौं सो यो अटोमेटिक स्केलिङ को बारेमा थोरै हिजो पनि हामीले कुराहरु गर्यौं हैन सो अटोमेटिक स्केलिङ सिम्पली मीन्स हरिजन्टल स्केलिङ हैन जसमा कि हामीले चाहिँ नम्बर अफ सर्भर्सहरु इन्क्रिज गर्छौं इन्स्टेड अफ इन्क्रिजिङ द साइज अफ द सर्भर सो यसको बारेमा हामी डिटेलली हेर्छौं योसँग अन्डरलाइन जुन कम्पोनेन्ट्सहरु हुन्छ त्यो नि हेर्छौं र साइड बाइ साइड हामीले मोनिटरिङ नि हेर्छौं किनभने अटो स्केलिङले स्केल कसरी गर्छ त भनेपछि मोनिटर अथवा मोनिटरिङलाई एज अ सोर्स लिएर अटोमेटिक स्केलिङ हुन्छ हैन त्यो हामीले डिफाइन गर्छौं मोनिटरिङमा अनि त्यही अनुसार हामीले त्यसलाई एज अ सोर्स लिएर अटोमेटिक स्केलिङ गर्छौं र मोनिटरिङ त्यसै पनि एकदमै इम्पोर्टेन्ट कुरा हो हैन सो यो सबै कुराहरु आजको मोड्युलमा हामीले हेर्छौं अगेन द रुल इज हजुरहरुलाई कुनै क्वेरीजहरु कुनै क्वेशन्सहरु बीचमा आउँछ भनेपछि अनम्युट गरेर पनि सोध्न सक्नुभयो र च्याटमा पनि हजुरहरुको क्वेशन्सहरु चाहिँ राख्न सक्नुभयो है त ओके सो आजको मोड्युलमा हामीले तीनटा टपिक्स एक्सप्लोर गर्छौं द फर्स्ट वान इज इलास्टिक लोड ब्यालेन्सिङ second one is Amazon CloudWatch which is the major monitoring service in AWS र हामीले थर्ड मा Amazon EC2 auto scaling भनेको हो र ओभरअल auto scaling को फिचर AWS मा कसरी इम्प्लिमेन्ट भएको छ त्यो कुरा हेर्छौं हैन किनभने auto scaling is a different टपिक अथवा सर्भिस भन्छु म र EC2 auto scaling भनेको त्यो auto scaling भन्ने फिचर EC2 सँग एसोसिएटेड भएर त्यसलाई हामीले EC2 auto scaling भन्छौं बट auto scaling अरु सर्भिसेसहरुमा पनि इम्प्लिमेन्ट गर्न सकिन्छ हामीले AWS को र इम्प्लिमेन्टेड पनि छ हैन यसमा एक्टिभिटीजहरु छ जुन कि हामीले स्किप गर्छौं हैन यो हजुरहरुले हजुर कोर्समा इन्क्लुडेड होला त्यसमा चाहिँ प्रिफर गर्न सक्नुहुन्छ ल्याब पनि हजुरहरुले गर्दा भयो हैन एकदमै इन्टरएक्टिभ ल्याब छ अनि त्यसपछि हामी सानो नलेज चेक युज गरेर हामी यो कोर्स इन्ड गर्छौं एन्ड आई हैव अल्सो हिजो जस्तै एउटा सानो डेमो छ टु शो यु गाइज हाउ लोड ब्यालेन्सिङ वर्क्स एन्ड हाउ auto scaling works and how CloudWatch can be used to trigger auto scaling हैन सो तीनटैलाई मिक्सचर गरेर एउटा डेमो छ त्यो डेमो नि हामी हेर्ने छौं सो आजको मोड्युलको अब्जेक्टिभ भनेको we'll be able to indicate how to distribute traffic across Amazon Elastic Compute Cloud which is EC2 instances by using elastic load balancing service AWS को युज गरेर हामीले ट्राफिक लाई कसरी डिस्ट्रिब्युट गर्ने among multiple EC2 instances त्यो हेर्छौं we'll identify how Amazon CloudWatch enables you to monitor AWS resources and application in real time त्यो नि हेर्छौं and explain how Amazon EC2 auto scaling launches and releases servers in response to workload changes यो पनि हेर्छौं र and then at the end हाम्रो डेमोमा we'll perform scaling and load balancing tasks to improve an architecture यो कुराहरु पनि हामीले मजाले नै हेर्छौं so the section 1 is about elastic load balancing यसको बारेमा मैले थोरै हिजो पनि भनेको थिए इलास्टिक लोड ब्यालेन्सिङ को तीनटा मेजर नामहरु हुन्छ फर्स्ट वान इज सियोरली नामले नै भन्छ लोड ब्यालेन्सिङ त्यो भनेको लोडलाई मल्टिपल सर्भर्सहरुमा इभेन्टली डिस्ट्रिब्युट गर्ने अथवा लोड ब्यालेन्सिङमा हामीले यति पनि गर्न सक्छौं कि 80% ट्राफिक चाहिँ एउटा सर्भरमा जाओस् र 20% ट्राफिक चाहिँ अर्को सर्भरमा जाओस् हामीले त्यसरी पर्सेन्टेज पनि डिफाइन गर्न सक्छौं so the first functionality of load balancing is to balance the traffic and send it across multiple EC2 instances second one मैले के भनेको थिए हेल्थ चेक्सहरु इलास्टिक लोड ब्यालेन्सिङले अटोमेटिकली सेन्स गर्छ कि अनहेल्दी EC2 इन्स्टान्सेसहरु कुन हुन्
र हेल्दी इन्स्टान्सेस कुन हुन् र इलास्टिक लोड ब्यालेन्सरको रेस्पोन्सिबिलिटी भनेको टु सेन्ड ट्राफिक टु द हेल्दी इन्स्टान्सेस ओन्ली, किनभने अनहेल्दीमा पठायो भने त त्यसले एरर फाल्छ र त्यो फालेपछि त इलास्टिक लोड ब्यालेन्सिङको कामै भएन हैन। सो सेकेन्ड त्यो भयो। एन्ड थर्ड वान इज टु इम्प्लिमेन्ट सिक्युरिटी। सो इलास्टिक लोड ब्यालेन्सिङ हजुरको फ्रन्टमा हुन्छ र इलास्टिक लोड ब्यालेन्सिङको पछाडि we have EC2 instances हैन। Now those EC2 instances can be front end, can be used for front end, can be used for back end, can be used for other stuffs, but front मा जसले चाहिँ हजुरको युजर ट्राफिक ग्र्याब गर्छ क्याच गर्छ त्यो चाहिँ लोड ब्यालेन्सर हुन्छ र लोड ब्यालेन्सरले बल्ल त्यो ट्राफिकहरुलाई कहाँ पठाउने EC2 मा पठाउने हो कि अरु कुनै सर्भिसेसमा पठाउने हो त्यो डिटरमाइन गर्छ। सो सिक्युरिटीलाई हामीले AWS इलास्टिक लोड ब्यालेन्सिङको लेभलमा पनि कन्ट्रोल गर्न सक्छौं। सो 3 पोइन्ट्स, लोड ब्यालेन्सिङ, हेल्थ चेक्स र सिक्युरिटी यसको मेजर फंक्शनालिटीजहरु हो। सो अघि नै मैले भने जस्तै यसको मेजर काम भनेको इट डिस्ट्रिब्युट्स इनकमिङ एप्लिकेसन अर नेटवर्क ट्राफिक अक्रॉस मल्टिपल टार्गेट्स इन अ सिंगल अवेलेबिलिटी जोन अर अक्रॉस मल्टिपल अवेलेबिलिटी जोन। सो EC2 इन्स्टान्स एउटा अवेलेबिलिटी जोनमा नि हुन सक्यो र अक्रॉस मल्टिपल अवेलेबिलिटी जोन पनि हुन सक्यो। लोड ब्यालेन्सरको पछाडि एउटा EC2 इन्स्टान्स नै हुन सक्यो र मल्टिपल EC2 इन्स्टान्सेस नि हुन सक्यो हैन। एन्ड इट स्केल्स योर लोड ब्यालेन्सर एज ट्राफिक टु योर एप्लिकेसन चेन्जेस over time. So यहाँ elastic load balancing को एउटा लोगो छ। There is multiple traffic coming from end users र elastic load balancer को पछाडि हजुरको EC2 instances हुन सके हैन, कन्टेनर्सहरु हुन सक्यो, हजुरको यदि सर्भर फिजिकली कतै होस्टेड छ क्लाउडमा छैन भनेपछि त्यो फिजिकल सर्भरलाई पनि हजुरले लोड ब्यालेन्सरको पछाडि राखेर ट्राफिक सर्भ गर्न सक्नुहुन्छ हैन, युजिङ IP एड्रेसेस। हजुरको ल्याम्डा फंक्शन्सहरु पनि हजुरले लोड ब्यालेन्सरको पछाडि राखेर ट्राफिकलाई लोड ब्यालेन्सर हुँदै ल्याम्डा फंक्शनलाई पनि इन्भोक गर्न सक्नुहुन्छ, कल गर्न सक्नुहुन्छ। सो देयर क्यान बी मल्टिपल टार्गेट्स फर द इलास्टिक लोड ब्यालेन्सर, राइट। अब लोड ब्यालेन्सरको तीनवटा मेजर टाइप्सहरु छ AWS मा। द फर्स्ट वान इज एप्लिकेसन लोड ब्यालेन्सर, द सेकेन्ड वान इज नेटवर्क लोड ब्यालेन्सर एन्ड द थर्ड वान इज गेटवे लोड ब्यालेन्सर। र यो तीनटै लोड ब्यालेन्सरको आफ्नो आफ्नो युज केसेसहरु छ। कुन लोड ब्यालेन्सरलाई कति बेला युज गर्ने भनेर डिफाइन्ड नै छ हैन। सो इफ यु हैव अ वेब एप्लिकेसन that mainly serves the content to the end users through HTTP or HTTPS protocols, then application load balancer use garda best huncha because as its name says, it's meant for application load balancing. Now it's used to route traffic to target based on content of request. Path based routing or multiple host based routing or pani hazurhरुले application load balancer ma garna सक्नुहुन्छ। It provides advanced request routing targeted at the delivery of modern application architectures including microservices and containers. And application load balancer operates at layer 7, that is application layer of the OSI model. अर्को छ नेटवर्क लोड ब्यालेन्सर। नेटवर्क लोड ब्यालेन्सर हामीले कहिले युज गर्छौं भनेपछि when we have a requirement to handle millions of requests per second हैन। त्यस्तो मेरो रिक्वायरमेन्ट छ जहाँनिर मिलियन्स अफ रिक्वेस्टहरु मैले सर्भ गर्नुपर्ने छ भनेपछि while maintaining ultra low latencies त्यो बेलामा हामीले के गर्छौं, नेटवर्क लोड ब्यालेन्सर युज गर्छौं। And network load balancer support TCP, UDP and TLS traffic. And यहाँ पनि फेरि भनेछ where extreme performance is required. Where extreme performance is required त्यो बेला हामीले network load balancer use गर्छौं। फेरि पनि यहाँ भनेछ it is optimized to handle sudden and volatile traffic patterns. And it operates on the transport layer, that is layer 4 of the OSI model. र थर्ड छ हाम्रो गेटवे लोड ब्यालेन्सर जुन कि मेनली हजुरको कुन बेला युज हुन्छ भनेपछि इट्स मेनली युज्ड फर इन्ट्रुजन डिटेक्सन फायरवल सर्भिसेसहरुको म्यानेजमेन्टको लागि युज हुन्छ। वन एक्जाम्पल अफ गेटवे लोड ब्यालेन्सर क्यान बी एउटा बैंक छ हैन, अनि बैंकको फायरवल छ। सो गेटवे लोड ब्यालेन्सर पछाडी बैंकको मल्टिपल फायरवल्सहरुको सर्भर छ र बैंकको ट्राफिक जुन इन हुन्छ त्यो ट्राफिक गेटवे लोड ब्यालेन्सर हुँदै पहिला त्यो फायरवलमा जान्छ
अथवा फायरवल डिभाइसमा जान्छ जुन कि गेटवे लोड ब्यालेन्सर पछाडि रन भइरहेछ अनि त्यसपछि त्यहाँबाट हेल्दी ट्राफिक गरेपछि अगाडि बढाउँछ अनहेल्दी गरेपछि त्यहीँनिर ब्लक हुन्छ हैन अथवा मल्टिपल अदर युज केसेसको लागि युज हुन्छ बट गेटवे लोड ब्यालेन्सर इज स्पेशली युज्ड फर दैट पर्पस फर म्यानेजिङ एप्लायन्सेस र यो चाहिँ हजुरको नेटवर्क लेयर मा अपरेट गर्छ सो तीनटा एप्लिकेसन तीनटा लोड ब्यालेन्सर टाइपहरु हुन्छ एन्ड बेस्ड अन आवर रिक्वायरमेन्ट वी क्यान युज एनी अफ द लोड ब्यालेन्सर्स now if you are using as an AWS solutions architect अथवा AWS DevOps engineer now it's your responsibility to sit with the customer requirement gather गर्ने बेला customer को requirement बुझेर हजुरले उलाई चाहिँ पिच गर्नुपर्छ ओके हजुरको रिक्वायरमेन्ट अनुसार हजुरलाई नेटवर्क लोड ब्यालेन्सर बेस्ड हुन्छ राइट अथवा हजुरलाई एप्लिकेसन लोड ब्यालेन्सर बेस्ड हुन्छ त्यो थाहा पाउनलाई you guys need to be very aware about these things how these work र यो भित्रको कम्पोनेन्ट्सहरुले कसरी काम गर्छन् भनेर नाउ अब हामी एकदमै कमन एप्रोच हेर्छौं हाउ इलास्टिक लोड ब्यालेन्सिङ वर्क्स राइट हामीले लोड ब्यालेन्सर त हेर्यौं अथवा बुझ्यौं हैन लोड ब्यालेन्सर भने के हो त्यसले चाहिँ युजरको ट्राफिकलाई लोड ब्यालेन्स गरेर सर्भर्सहरुमा पठाउने काम गर्छ सो लोड ब्यालेन्सरमा दुईटा एकदमै इम्पोर्टेन्ट कम्पोनेन्ट्सहरु हुन्छ एउटा हामीले भन्छौं लिसनर यहाँनिर हजुरले राख्नु भएको छ अनि लिसनरको पछाडी हुन्छ टार्गेट अथवा टार्गेट ग्रुप्स भन्छौं हामीले एकदमै सिम्पल एप्रोच छ राइट सो लिसनर भनेको यो कान जस्तै हो यहाँनिर हामीले के डिफाइन गर्छौं भनेपछि यो कुरालाई कसलाई गएर भन्ने जस्तो हामीले डिफाइन गर्न सक्छौं फर एक्जाम्पल हामीले एउटा लिसनर के डिफाइन गर्यौं भनेपछि पोर्ट 80 मा कुनै रिक्वेस्ट आउँछ भनेपछि त्यो रिक्वेस्टलाई लगेर यो वाला टार्गेट ग्रुपमा रिडाइरेक्ट गर्दै हैन अर्को लिसनर मैले के बनाछु भनेपछि इफ द रिक्वेस्ट इज कमिङ टु द पोर्ट 443 देन त्यो रिक्वेस्टलाई लगेर टार्गेट ग्रुप 2 मा लगेर रिडाइरेक्ट गर्दै हैन मैले थर्ड लिसनर के बनाछु भनेपछि if the request is coming from the end user on the port 8080 then send that request to target group 3 हैन so multiple listener हामीले बनाउन सक्छौं now listener can be based on protocols based on port numbers based on path based routing हैन हामीले host based routing हरु पनि डिफाइन गर्न सक्छौं so listener मा हामीले के डिफाइन गर्छौं भनेपछि कुन पोर्टमा अथवा कुन रिक्वेस्ट हामीले सर्भ गर्ने अथवा लिसन गर्ने अनि त्यो लिसन गरिसकेपछि त्यो रिक्वेस्टलाई कहाँनिर अथवा कुन टार्गेट ग्रुपमा हामीले रिडाइरेक्ट गर्ने र यहाँनिर नाम नै बनाएको छ लिसनर हैन काम भनेको उसको रिक्वेस्ट लिसन गर्ने हो now we can create multiple listeners inside a single load balancer or we can create multiple target groups within a listener जुन कि अहिले हामी एकछिनमा ल्याबमा नै हेर्छौं सो एकदमै सिम्पल एप्रोच रिक्वेस्ट आयो रिक्वेस्ट लोड ब्यालेन्सरलाई हिट गर्छ लोड ब्यालेन्सर हुँदै लिसनरमा गयो लिसनरमा जे रुल हामीले डिफाइन गरेका छौं त्यो रुल अनुसार त्यसले हाम्रो टार्गेट ग्रुप 1 2 3 जुनलाई पनि हामीले हिट गर्न सक्यौं र त्यो रुल हामीले लिसनरमा डिफाइन गर्छौं Now elastic load balancing use cases we can use it for highly available and fault tolerant applications अघि नै मैले भने जस्तै लोड ब्यालेन्सर पछाडी चाहिँ हजुरको चारवटा EC2 इन्स्टान्सेस छन् तीनटा चाहिँ काम गरिरहेको छैनन् भनेपछि एउटा मात्र काम गरिरहेछ भनेपछि त्यसलाई चाहिँ हामीले त्यही अनुसार रिक्वेस्टलाई त्यहाँनिर रिडाइरेक्ट गर्न सक्छौं सो वी क्यान डिजाइन आवर एप्लिकेसन इन सच अ वे using load balancer that is highly available and fault tolerant containerized applications हरु पनि पुश गर्न सक्छौं लोड ब्यालेन्सर को पछाडी हैन इलास्टिसिटी र स्केलेबिलिटी त त्यसले सपोर्ट गर्ने नै भयो लोड ब्यालेन्सरलाई हामीले प्राइभेट नेटवर्कमा पनि बनाउन सक्छौं so that load balancer can be used internally without facing it to the internet हैन इन्टरनेटमा अवेलेबल नगराइकन पनि हामीले लोड ब्यालेन्सर प्राइभेट नेटवर्कमा बनाएर विथिन अर्गनाइजेसन पनि युज गर्न सक्यौं हामीले लोड ब्यालेन्सर हाइब्रिड इन्भाइरोमेन्टको लागि पनि सेटअप गर्न सक्छौं सो हामीले एउटा लोड ब्यालेन्सर बनायौं अनि त्यो लोड ब्यालेन्सर भित्र लिसनर्सहरु छ एउटा टार्गेट ग्रुपमा EC2 इन्स्टान्सेस छ र अर्को टार्गेट ग्रुपमा फिजिकल सर्भर्सहरु छ जुन कि
कतै फिजिकली होस्टेड छ भनेपछि त्यस्तो इन्भाइरोमेन्टहरु पनि त्यस्तो सेटअपहरु पनि हामीले लोड ब्यालेन्सर युज गरेर गर्न सक्छौं थ्रु हाइब्रिड इन्भाइरोमेन्ट क्यापेबिलिटी र हामीले ल्याम्डा फंक्शन्सहरु पनि इन्भोक गर्न सक्यौं युजिङ एचटीटीपीएस प्रोटोकल हैन सो मल्टिपल युज केसेसहरु सल्भ गर्छ हाम्रो इलास्टिक लोड ब्यालेन्सिङले सो यहाँनिर एउटा सानो एक्टिभिटी छ सो सबैजनाले यो चाहिँ हामी ट्राई गरौँ हैन सो यु मस्ट सपोर्ट ट्राफिक टु अ कन्टेनराइज्ड एप्लिकेसन सो यसमा चाहिँ कुन लोड ब्यालेन्सर ठीक होला एप्लिकेसन लोड ब्यालेन्सर अर नेटवर्क लोड ब्यालेन्सर अर गेटवे लोड ब्यालेन्सर ओके एकजनाले नेटवर्क भन्नुभएको छ ठीक छ अहिले हामी त्यो हेर्छौं द सेकेन्ड क्वेशन इज you have extremely spiky and unpredictable TCP traffic त्यो बेला हामीले कुन टाइप अफ लोड ब्यालेन्सर युज गर्छौं एप्लिकेसन लोड ब्यालेन्सर अर नेटवर्क अर गेटवे लोड ब्यालेन्सर सेकेन्ड को लागि च्याटमा हजुरहरुले लेख्दा हुन्छ जेनिसले गेटवे भन्नुभएको छ गेटवे हैन नि गेटवे त हामीले हजुरको एप्लायन्सेसहरु जुन सिक्युरिटी एप्लायन्सेसहरु हुन्छ हैन त्यस्तो एप्लायन्सेसहरुलाई म्यानेज गर्नलाई गेटवे लोड ब्यालेन्सर युज गर्छौं लाइक इन्ट्रुसन प्रोटेक्सन सिस्टम्सहरु इन्ट्रुसन डिटेक्सन सिस्टम्सहरु डिफरेंट फायरवल्सहरु हैन सो यु हैव एक्सट्रीमली स्पाइकी एन्ड अनप्रेडिक्टेबल टीसीपी ट्राफिक हो भनेपछि त्यसको लागि हामीले नेटवर्क लोड ब्यालेन्सर युज गर्छौं लेट मी शो है त यहाँनिर अघि नामले हेरे पनि छ यहाँनिर हेर्नुभयो भने यहाँनिर नेटवर्क लोड ब्यालेन्सरमा के भनेको छ भनेपछि can handle millions of requests per second while maintaining ultra low latencies and it is optimized to handle certain and volatile traffic patterns भनेर where extreme performance is required त्यो केसमा हामीले नेटवर्क लोड ब्यालेन्सर युज गर्छौं सो yeah, it's network load balancer. The third one is you need to deploy virtual appliance for security inspection and network traffic analysis. You मिलाउनु पर्छ हजुरहरुले थर्ड वाला के होला Okay, so दुईजनाले गेटवे भन्नुभएको छ and yes this is gateway किन मैले के भनेको थिए gateway load balancer is used to deploy virtual appliances for security inspection and network traffic analysis यो पर्पस को लागि स्पेशली gateway load balancer use हुन्छ when it comes to managing virtual appliances especially for security inspection and network traffic analysis the fourth one is you need to support a static or elastic IP address or an IP target outside a VPC. Use हुन्छ यसमा ओके नेटवर्क भन्नुभएको छ एकजनाले एप्लिकेसन भन्नुभएको छ म पनि कन्फ्युज भए यसमा किन भनेपछि र म कन्फ्युज छैन किन भनेपछि इलास्टिक लोड ब्यालेन्सिङ चाहिँ सरी इलास्टिक आईपी चाहिँ हाम्रो नेटवर्क लोड ब्यालेन्सरले प्रोवाइड गर्छ यसमा सो when it says you need to support a static or elastic IP address then it's network load balancer कसैले मलाई भन्न सक्छ इलास्टिक IP भने के हो भनेर इलास्टिक IP भने के हो र त्यसको मेन काम के हो इलास्टिक IP के हो हैन कहाँनिर युज हुन्छ त्यसको मेन काम के हो AWS मा Exactly. The IP address that doesn't change. It's simply static IP. Just like today हामीले allocate गरेपछि त्यो कहिले पनि चेन्ज हुन्न. Until and unless we manually delete it. So that is the thing. The fifth one is you need a load balancer that can handle millions of requests per second while maintaining low latencies. You मिलाउनु पर्छ हजुरहरुले. You need exactly it's network load balancer. The last one is you must support HTTPS request. It's
application load balancer. So application, network gateway, network load balancer, and then this is application load balancer. अब आउँछ मोनिटरिङको कुरा हैन लोड ब्यालेन्सरले त लोड ब्यालेन्स गर्यो हेल्थ चेक्स गर्यो सिक्युरिटीको फिचर पनि प्रोवाइड गर्यो हैन इट हैज लिसनर्स इट हैज टार्गेट ग्रुप नाउ व्हाट अबाउट लोड ब्यालेन्सरको मोनिटरिङ सो लोड ब्यालेन्सरको मोनिटरिङ पनि हामीले गर्न सक्छौं युजिङ AWS CloudWatch metrics access logs हैन access logs पनि हामीले इनेबल गर्न सक्छौं लोड ब्यालेन्सरको लागि that captures detailed information about the request sent to your load balancer so the access logs पनि त्यसले क्याप्चर गर्छ अनि अर्को हामीले AWS CloudTrail logs पनि हेर्न सक्छौं क्याप्चर गर्न सक्छौं हैन which are just the API interactions API calls जुन लोड ब्यालेन्सरलाई भएको हुन्छ त्यो API calls लाई पनि हामीले ट्र्याक गर्न सक्छौं अथवा स्टोर गर्न सक्छौं now those API calls are especially related with WH questions who what when and where who created the load balancer who deleted the load balancer what action was performed on the load balancer when was load balancer created when was the listener created when was the target group created when was the EC2 instance inside the target group attached to the load balancer right यो सबै कुराको एन्सर्स हामीले AWS CloudTrail logs बाट निकाल्न सक्छौं So our section 1 was about application load balancer okay एकजनाले चाहिँ difference between access logs and CloudTrail logs भन्नुभएको छ so access log is something यहाँनिर नै भनेको छ हैन it captures detailed information about requests sent to your load balancer access log especially simply means application load balancer लाई कसले एक्सेस गरिरहेछ हैन जस्तै मैले एप्लिकेसन लोड ब्यालेन्सर को एउटा इन पोइन्ट हुन्छ हैन त्यो इन पोइन्ट यहाँनिर मैले हिट गरे भनेपछि फर एक्जाम्पल लोड ब्यालेन्सर इन पोइन्ट भनेर मैले यहाँनिर .com भनेर एउटा सिम्पल एक्जाम्पल दिए हैन यो एउटा इन पोइन्ट हुन्छ डोमेन नेम जस्तो अनि मैले इन्टर गर्ने बित्तिकै मैले त्यो लोड ब्यालेन्सरलाई त एक्सेस गरिरहेको छु भनेपछि त्यो एक्सेस लग यसले चाहिँ हजुरको स्टोर गर्छ मेरो ल्यापटपको आईपी हैन मैले कुन पोर्ट एक्सेस गरे त्यो पोर्ट हामीलाई देखाउँछ त्यो एक्सेस लगमा त्यसपछि कुन टाइममा मैले एक्सेस गरे लोड ब्यालेन्सर त्यो टाइम पनि देखाउँछ हैन सो द एक्सेस रिलेटेड थिंग्स आर कॉल्ड एक्सेस लग र त्यो सबै हजुरको एक्सेस लग भित्र स्टोर हुन्छ सो त्यो एक्सेस लग भयो र CloudTrail लग भनेको CloudTrail इज एन AWS सर्भिस म हजुरलाई देखाइहाले है त CloudTrail इज एन AWS सर्भिस जसको मेन काम हो टु क्याप्चर AWS API calls किनभने AWS को जति पनि एक्सन्स हजुरले गर्नुहुन्छ त्यो सबै API calls हो म यहाँ गएर EC2 लाई राइट क्लिक गरेर ओपन गरे म लन्च इन्स्टेन्स मा क्लिक गरे दिस इज वन API कल राइट मैले यो सबै गरेर लन्च इन्स्टेन्स मा क्लिक गरेर सर्भर बनाए भनेपछि दैट्स अ सेकेन्ड API कल हैन सो इच एन्ड एभ्रीथिङ दैट इज परफॉर्म्ड अन AWS इज API कल हजुरले मोबाइलमा एप्लिकेसन चलाउनुहुन्छ हैन मल्टिपल बटन्सहरु थिचेर फोटो अपलोड गर्नुहुन्छ एभ्री टाइम यु क्लिक अन एनीथिङ दैट्स एन API कल त्यसले ब्याकएन्डमा केही न केहीलाई कल गरेर हजुरको रिक्वेस्टलाई रेस्पोन्समा कन्भर्ट गरिरहेको हुन्छ राइट सो त्यो API कल्सहरुलाई के भन्छ त्यसलाई स्टोर गर्ने काम चाहिँ CloudTrail भन्ने सर्भिस हुन्छ सो यहाँनिर भने पनि छ ट्र्याक युजर एक्टिभिटी एन्ड API युजेज भनेर मैले खोज्छु सो यहाँनिर हेर्नुभयो भने CloudTrail ले हजुरलाई 90 दिनको चाहिँ फ्रीमा दिन्छ हैन हिस्ट्रीहरु के भयो हजुरको AWS अकाउन्टमा जस्तै यहाँनिर हेर्नुभयो भने मैले के एक्सन गरे आज एउटा इन्स्टेन्स बनाए हैन रन इन्स्टेन्स बनाए कुन युजरले बनाछ भनेर चाहिँ यहाँनिर भनेपछि सरी सुपर एडमिन भन्ने युजरले यो EC2 इन्स्टेन्स बनायो कुन रिजनमा बनायो US टेस्टमा हैन अनि त्यसपछि यहाँनिर डिफरेन्ट जेसनमा इन्फर्मेसनहरु त्यहाँ छ कुन बेला बनायो टाइम दिइराछ इभेन्ट टाइम हैन इन्भोक बाइ अटो स्केलिङले अटो स्केलिङको थ्रु बनेको यो रिसोर्स हो हैन मिनेट काउन्ट म्याक्स काउन्ट
there is a lot of things हैन सो यो कुराहरुलाई एक्सट्र्याक्ट गरेर हामीले सिक्युरिटी एनालिसिसहरु त्यो सबै कुराहरु गर्न सकिन्छ सो each and everything that you can see here is an API call run instances delete alarm terminate instance delete workload मैले जुन wafer को workload बनाएको थिए त्यो workload पनि मैले डिलिट गरे हैन सो यहाँनिर अब कसैले इन्टेन्सनली डिलिट गर्यो भनेपछि मैले यहाँ आएर यसरी गरेर यहाँ मेरो आईपी यो मेरो डिभाइसको आईपी हो हैन अनि यसरी चाहिँ हामीले पत्ता लगाउन सक्छौं किन तैले चाहिँ मेरो वर्कलोड डिलिट गरिस हैन was it a mistake what was it an intentional cause हैन सो त्यसरी हामीले फिगर आउट गर्नलाई CloudTrail ले हामीलाई एकदमै हेल्प गर्छ राइट र CloudTrail लग हामीले अब यो त फ्रीमा दिने भयो which is valid for 90 days but if we want a custom त्यो हामीले यसरी क्रिएट ट्रेल गरेर हामीले स्टोर गर्न सक्छौं CloudTrail को logsहरु for multiple AWS services so okay ठीक छ so यो कुरा भयो हैन एक्सेस लग एन्ड CloudTrail logs को डिफरेन्स सो म फेरि यहाँ जान्छु हामीले यो हेरिरहेको थियौं हैन Amazon CloudWatch metrics भनेको इट्स metrics इट्स visual matrices that are present for us so यदि म यहाँ गए I have a load balancer let me show you हैन यहाँ छ load balancer मा गए भने I have one load balancer created called demo ALB र यहाँनिर मोनिटरिङ मा गए भने I can see multiple matrices हैन यहाँनिर हेर्नुभयो भने these are matrices target response time कति थियो कतिवटा रिक्वेस्ट आयो हैन 5xx एररहरु कति छ यो भने सर्भर साइड एररहरु क्लाइन्ट साइड एररहरु कति छ हैन त्यो सबै कुराहरु हामीले भिजुअली यसरी हामीले हेर्न सक्छौं रिक्वेस्ट कति आयो कुन कुन टाइम फ्रेममा आयो हैन and then we can change it to Nepal time local time zone we can choose the timeline मलाई 3 महिना भित्रको डेटाहरु हेर्नु छ हैन कति कति कुन बेला के कसरी रिक्वेस्ट आयो हैन त्यो सबै कुराहरु हामीले मेट्रिक्सहरु पनि हेर्न सक्छौं राइट सो यो कुराहरु भयो so and this CloudWatch metrics access log CloudTrail logs this is the monitoring services त्यो चाहिँ लोड ब्यालेन्सर को लागि मात्र नभएर अरु सर्भिसेस को लागि पनि अवेलेबल छ AWS मा So section 1 was about elastic load balancing and with elastic load balancing supports 3 types of load balancers activity load balancer network load balancer gateway load balancer and then ELB offers instance health check security and monitoring जुन कि मैले हजुरहरुलाई load balancer को feature सुरुमा भन्दैको थिए Now second one is Amazon CloudWatch जुन अघि नै पनि मैले हजुरहरुलाई भने यो CloudWatch भनेको it's a central service of AWS that is used for monitoring and observability. So now the question can be to use AWS effectively you need insights into your AWS resources. हजुरले EC2 बनाउनु भयो अनि अब EC2 ले परफर्म कसरी गरिराछ त्यसको CPU युटिलाइजेसन कति भइराछ RAM युटिलाइजेसन कति भइराछ हैन स्टोरेज भोल्युम कति % बाँकी छ कति युटिलाइज भइसक्यो रिक्वेस्ट कति आइराछ रिक्वेस्ट कति बाहिर गइराछ त्यो सबै कुराको मेट्रिक्स त्यो सबै कुराको लग्स हामीलाई चाहियो नि त so that we can make informed decision in the coming month or in the coming days त्यसको लागि त हामीलाई मोनिटरिङ चाहियो हैन ठुलो भन्दा ठुलो एप्लिकेसन राम्रो एप्लिकेसन हजुरले डिप्लोय गर्नु भएको छ बट इफ यु हैवन्ट इनेबल्ड मोनिटरिङ एन्ड लगिङ फर दैट एप्लिकेसन देन कुनै इश्यू आयो भनेपछि हाउ यु गाइज आर गोइङ टु फिक्स दैट हैन अथवा कुनै इन्फर्म डिसिजन लिनु पर्यो भनेपछि कसरी गर्ने भनेपछि त्यसको लागि हामी मोनिटरिङहरु इनेबल गर्नै पर्छ न द क्वेशन क्यान बी हाउ डु यु नो when you should launch more EC2 instances Is your application's performance or availability being affected by the lack of sufficient capacity? How much of your infrastructure is actually being used? You सबैको questions को answer पाउनलाई we have to enable monitoring and logging. र त्यसको लागि हामीसँग सर्भिस छ called Amazon CloudWatch which is a central monitoring and observability service in AWS. Now it helps you to monitor AWS resources applications that runs on AWS collects and tracks standard metrics custom metrics हरु पनि हामीले
क्लाउड वाचमा बनाउन सक्छौं, हामीले कस्टम ड्याशबोर्ड्सहरु नि बनाउन सक्छौं, राइट? हामीले अलार्म्सहरु पनि बनाउन सक्छौं क्लाउड वाचमा, सो दैट केही कुरा ब्रिच हुने बित्तिकै अलार्म ट्रिगर होस् र अलार्मको रेस्पोन्स के हामीले डिफाइन गरेका छौं। अलार्म ट्रिगर हुने बित्तिकै सडन मान्छेहरुलाई एसएमएस जाओस् अथवा नोटिफिकेसन जाओस् हैन, त्यो पनि हामीले क्लाउड वाचमा गर्न सक्छौं। Even we can define events so that if alarm is breached हैन, कुनै alarm breach हुने बित्तिकै के हो, सेकेन्ड अप्रोचमा के हुनु पर्यो भनेपछि कुनै इभेन्ट ट्रिगर हुनु पर्यो, कुनै ल्याम्डा फंक्सन ट्रिगर हुनु पर्यो हैन। Now one best example of this can be मेरो EC2 इन्स्टेन्स छ र EC2 इन्स्टेन्स को CPU युटिलाइजेसन हजुरको 80% भन्दा माथि जाने बित्तिकै के इभेन्ट ट्रिगर होस् भनेपछि मेरो EC2 इन्स्टेन्स रिस्टार्ट हुने इभेन्ट ट्रिगर होस्। सो हामीले एउटा अलार्म बनाछौं, अलार्मको कन्डिसन भनेको CPU युटिलाइजेसन 80% एउटा EC2 इन्स्टेन्स को हुने बित्तिकै अलार्म ट्रिगर हुन्छ, अलार्म ब्रिच हुने भयो हैन। र अलार्म ब्रिच हुने बित्तिकै के इभेन्ट हामीले ट्रिगर गरेका छौं भनेपछि EC2 इन्स्टेन्स, त्यो पर्टिकुलर EC2 इन्स्टेन्सलाई अटोमेटिकली रिस्टार्ट गर्दिने हैन। सो त्यसरी नै हामीले मल्टिपल एडभान्स लेभलको अलार्म्स र इभेन्ट्सहरु डिफाइन गर्न सक्छौं युजिङ AWS CloudWatch। Now if we talk about CloudWatch alarms, यो किन पनि इम्पोर्टेन्ट छ भनेपछि जब हामीले अटो स्केलिङ गर्छौं त्यो बेला अटो स्केलिङले कसरी थाहा पाउँछ कि मैले सर्भर्सहरुलाई इन्क्रिज गर्नु छ हैन। 2 वटा सर्भरबाट 10 वटा सर्भर बनाउनु छ अथवा 10 वटा सर्भरबाट मलाई 2 वटा सर्भरमा झर्नु छ भनेपछि त्यो अटो स्केलिङले अटोमेटिकली कसरी थाहा पाउँछ भनेपछि इट फाइन्ड्स आउट दैट or मेक्स दैट इन्फर्म डिसिजन युजिङ समथिङ कल्ड CloudWatch alarms, जुन अघि नै मैले हजुरलाई कन्डिसन बनाएको थिए हैन। सो यो अलार्म पनि हजुरले बेस्ड अन स्ट्याटिक थ्रेशोल्ड, एनोमली डिटेक्सन को लागि मैट्रिक्स म्याथ एक्सप्रेसनहरु युज गरेर पनि बनाउन सक्नुहुन्छ। यु क्यान स्पेसिफाई नेम स्पेस, कुन टाइप अफ मैट्रिक्स, स्ट्याटिस्टिक्सहरु हैन, त्यसपछि पिरियड कति कति पिरियडमा चेक गर्ने, यहाँनिर हेर्नु हो भने 5 मिनट्स छ स्ट्याटिस्टिक्स, इट क्यान बी एभरेज, मिनिमम, म्याक्सिमम। हामीले मल्टिपल कन्डिसन लाउन सक्छौं, हामीले मल्टिपल एडिशनल कन्फिगरेसन्सहरु लाउन सक्छौं हैन। एन्ड देन एट द एन्ड त्यो अलार्म ब्रिच भएपछि व्हाट एक्सन, व्हाट इभेन्ट शुड बी ट्रिगर्ड त्यो पनि डिफाइन गर्न सक्छौं। सो देयर आर मल्टिपल थिंग्स इन्भल्वड व्हेन इट कम्स टु क्रिएटिङ एन अलार्म। सो त्यो हामीले गर्न सक्छौं। So section 2 was about Amazon CloudWatch, and we learned that it helps you to monitor your AWS resources and the application that you run on AWS in real time. CloudWatch enables you to collect and track standard and custom metrics, set alarms, define rules that match changes in your AWS environment, and route these events to targets for processing. So multiple कुराहरु हामीले CloudWatch use गरेर गर्न सक्छौं। Okay, I can show you guys how a CloudWatch thing looks. CloudWatch, मैले यहाँ CloudWatch एउटा डेडिकेटेड सर्भिस हो यो भित्र जानुभयो भने यति धेरै कुराहरु छ रिलेटेड टु मोनिटरिङ एन्ड अब्जर्भेबिलिटी, राइट? You can see, you can choose AI operations, you can do investigations, you can create alarms, you can create log groups, log anomalies, live log trails हरु हेर्न सक्नुहुन्छ हैन। त्यसपछि मेट्रिक्स हरु एक्सप्लोर गर्न सक्नुहुन्छ। देयर इज एप्लिकेशन्स सिग्नल्स हैन, यो युज गरेर हजुरले एकदमै एडभान्स लेभलको एप्लिकेसन लेभलको मोनिटरिङहरु गर्न सक्नुहुन्छ हैन। जेन एआई को कुनै वर्कलोड छ भनेपछि जेन एआई को वर्कलोड को पनि लगिङ, मोनिटरिङ, अब्जर्भेबिलिटीहरु हजुरले गर्न सक्नुहुन्छ। इफ यु वान्ट नेटवर्क मोनिटरिङ, डेडिकेटेड नेटवर्क मोनिटरिङ, देन त्यसको लागि पनि CloudWatch has its separate feature. So it's very advanced service when it comes to monitoring and observability in AWS. र अलार्म भनेको एउटा सानो फिचर हो, यसको सानो र एकदमै क्रिटिकल र इम्पोर्टेन्ट फिचर हो, जसलाई कि हामीले एकछिनमा युज गर्छौं। सो सेक्सन 2 पनि हामीले CloudWatch को बारेमा हेर्ने। त्यसपछि आउँछ अब सेक्सन 3, which is about Amazon EC2 auto scale. So अहिलेसम्म कसैलाई के क्वेशन्स छ, के क्वेरीज?
related with CloudWatch अथवा Elastic Load Balancing. Okay, छैन भनेपछि हामी अगाडि बढौं. So this is our last section, which is about Amazon EC2 auto scaling. So why scaling is important? So यहाँ एउटा दुईटा pictorial representation छ हैन. So एउटा application छ रे हैन. त्यो application हेर्नु हो भने Sunday मा चाहिँ त्यसमा ट्राफिक थोरै आइराछ. Monday मा अलि बढी आछ. Tuesday मा ट्राफिक अलि बढी आइराछ हैन. र त्यो ट्राफिक अनुसार त्यसको युटिलाइजेसन त्यही अनुसार बढिराछ हैन. Wednesday मा त्यसको युटिलाइजेसन एकदमै हाई छ. फेरि Thursday मा कम भएको छ, Friday मा कम भएको छ, Saturday मा कम भएको छ. The similar thing is happening in another week also. अब imagine गर्नुहोस् हजुरले Wednesday को जुन हाई पीक ट्राफिक छ त्यसलाई ह्यान्डल गर्नलाई हजुरले 8 कोर CPU र 16 GB RAM एलोकेट गर्नुभयो हजुरको EC2 लाई. तर सेम स्पेक अरु बेला त अन्डर युटिलाइज भइराछ हैन. सन्डे त खासै युजै भएको छैन. सन्डे त मेबी 2 कोर CPU 4 GB RAM नै इनफ हुन्छ. तर बिस्तारै त्यो अरु बेला बढ्दै जान्छ र वेडनेसडे मा चाहिँ 2 कोर CPU 4 GB त कामै लाग्दैन because the traffic spike is very high and the server needs to be strong enough to handle that traffic. अब इमेजिन गर्नु म सन्डे चाहिँ EC2 को इन्स्टेन्स 4 कोर CPU 2 कोर CPU 4 GB RAM गर्छु. मन्डे चाहिँ ठ्याक्कै थोरै डबल गर्छु. ट्युसडे फेरि चेन्ज गर्छु. वेडनेसडे मा अलि बढी बढाउँछु. फेरि थर्सडे कम गर्छु. फ्राइडे कम गर्छु. सैटरडे कम गर्छु. Now that is going to be a tedious task. Every day हजुरले चाहिँ हजुरको EC2 इन्स्टेन्सलाई स्टप गरेर इन्स्टेन्स टाइप चेन्ज गर्नु पर्ने हुन्छ. And that is example of vertical scaling. अब एउटा EC2 इन्स्टेन्स छ भनेपछि त एक लेभलले सजिलो भयो, बट that doesn't belongs to the best practice हैन. बट इमेजिन गर्नु हजुरको 20 वटा 50 वटा EC2 इन्स्टेन्स छ भनेपछि कसरी हजुरले त्यो चेन्जेस अफ भर्टिकल स्केलिङ गर्नुहुन्छ यो केसमा. So there is unused capacity most of the time and overcast capacity also most of the time. So यो प्रब्लमलाई सल्भ गर्नलाई यो क्यापेसिटी लाई चाहिँ बेस्ड अन डिमान्ड इन्क्रिज गर्ने र डिक्रिज पनि गर्ने अटोमेटिकली त्यसको लागि हामीले चाहिँ स्केलिङ युज गर्छौं. र स्केलिङ को लागि AWS मा सर्भिस भनेको EC2 auto scaling छ. Now it helps you maintain application availability. यसले के भन्न खोज्यो भनेपछि EC2 auto scaling हामीले एकचोटी सेटअप गरिसक्यौं भनेपछि कारणवश मेरो EC2 डाउन भयो पनि EC2 auto scaling ले त्यसलाई अटोमेटिकली फेरि अप गरिदिन्छ. कसैले इन्टेन्सनली EC2 auto scaling भित्र रन भइरहेको EC2 लाई डिलिट गर्न खोज्यो भनेपछि त्यो EC2 auto scaling अटोमेटिकली अप एन्ड रनिङ भइदिन्छ. And if we are using auto scaling, then there is going to be 2 EC2 instances or 10 EC2 instances based on our users traffic. So then the application को high availability applicable नहीं होने पाए. It enables you to automatically add or remove EC2 instances according to the condition you define. So एउटा condition मैले के define गरे भनेपछि यदि मेरो EC2 इन्स्टेन्स को CPU युटिलाइजेसन 80% भन्दा माथि जान्छ भनेपछि 4 वटा EC2 इन्स्टेन्स एड गर्दै र अर्को कन्डिसन पनि मैले के लाए भनेपछि यदि मेरो EC2 इन्स्टेन्स को CPU युटिलाइजेसन 20% अथवा 30% भन्दा कम हुन्छ भनेपछि दुईटा मात्र EC2 इन्स्टेन्स बनाइदिए. सो त्यो दुईटा कन्डिसन लाउने बित्तिकै अटो स्केलिङ आइडेन्टिफाइज दैट ओके मैले सर्भर 10 वटा बनाउनु पर्ने रहेछ when the CPU utilization of the current EC2 instances goes beyond 80%, and if the CPU utilization is below 30%, then I need to make the number of EC2 instances go down to 2. So त्यो हामी सेटअप गर्छौं minimum maximum value, and then we'll leave everything, and auto scaling takes care of the scale up and scale down of the EC2 instances. Auto scaling को त्यो मेन फिचर नै भयो.
It detects impaired EC2 instances and unhealthy applications and replaces the instances without your intervention. र अटो स्केलिङको अर्को पनि राम्रो फिचर के हो भनेपछि त्यसले अटोमेटिकली आइडेन्टिफाई गर्छ कि कुन EC2 इन्स्टेन्स अनहेल्दी छ र त्यो अनहेल्दी EC2 इन्स्टेन्सलाई त्यसले हेल्दी इन्स्टेन्ससँग रिप्लेस गरिदिन्छ अटोमेटिकली विदाउट ह्युमन इन्टरभेन्सन। र अटो स्केलिङ हामीले मल्टिपल स्केलिङ अप्सन्सहरु युज गरेर स्केल गर्न सक्छौं। हामीले म्यानुअली दिन सके मिनिमम र म्याक्सिमम भ्यालु हामीले शेड्युल्ड स्केलिङ पनि गर्न सक्छौं, जसमा कि हामीले बिहानको 9 देखि दिउँसोको 1 बजेसम्म चाहिँ 10 वटा सर्भर रन होस् अनि अरु बेला चाहिँ 2 टा मात्रै सर्भर रन होस् भनेर स्पेसिफिक फिक्स टाइम फिक्स शेड्युल पनि डिफाइन गर्न सक्छौं अन्डर अटो स्केलिङ। डायनामिक पनि डिफाइन गर्न सक्छौं। अब डायनामिक भनेको बेस्ड अन लोड क्यान बी वन एक्जाम्पल। अघि नै मैले जुन CPU युटिलाइजेसन को एक्जाम्पल दिए हैन, based on the dynamic value of CPU utilization you can increase the number of EC2 instances as well as you can decrease the number of EC2 instances. On demand पनि हुन सक्यो हैन, सो त्यो पनि गर्न सकियो र प्रेडिक्टिभ पनि गर्न सकियो। सो अटो स्केलिङ को एउटा अर्को स्केलिङ अप्सन भनेको प्रेडिक्टिभ। त्यसले पास्टको हिस्ट्री हेरेर EC2 इन्स्टान्सेसको EC2 इन्स्टान्सेसलाई कुन बेला मैले अप गर्नुपर्छ कुन बेला डाउन गर्नुपर्छ त्यसले अटोमेटिकली प्रेडिक्ट गर्छ हैन, त्यो पनि युज गर्न सक्छौं। सो मल्टिपल स्केलिङ अप्सन्स आर अवेलेबल छ अटो स्केलिङ भित्र र बेस्ड अन आवर रिक्वायरमेन्ट वी क्यान गो अहेड एन्ड युज एनी अफ द स्केलिङ पोलिसी द्याट्स फिजिबल फर अस। Now this is one of the pictorial representation of a weekly traffic at amazon.com। र यहाँनिर हेर्नुभयो भने सन्डे मन्डे ट्युसडे वेडनेसडे थर्सडे फ्राइडे सबैतिर के भइरहेछ, नर्मल दिउँसोतिर चाहिँ हाई छ रातितिर चाहिँ लो छ, फेरि दिउँसोतिर हाई छ रातितिर लो छ। सो यसरी एउटा कमन प्याटर्न हेरिरहेछौं हामीले यहाँनिर हैन। तर when it comes to ब्ल्याक फ्राइडे सेल्सहरु हैन अथवा नोभेम्बर मन्थमा जुन बेला चाहिँ क्रिसमस आइरहेको हुन्छ त्यो बेला चाहिँ amazon.com मा स्पाइक आउँछ हैन, बिकज देयर आर लट अफ पीपल्स दोज आर डुइङ शपिङ्स हैन। सो त्यो बेलाको ट्राफिकलाई म्यानेज गर्नुपर्ने हुन्छ। And AWS Amazon does that by using or implementing auto scaling under their infrastructure। र स्केलिङ को लागि हामीले के युज गर्छौं अघि नै पनि हामीले भन्यौं र हेर्यौं पनि, we use auto scaling। Now auto scaling भित्र auto scaling groups हुन्छ हैन। So auto scaling group is a collection of EC2 instances that are treated as a logical grouping for the purpose of automatic scaling and management। So auto scaling group भित्र हामीले मिनिमम साइज कति जुन अघि मैले भनेको थिए, now it can be 1 EC2 instance 2 EC2 instance, maximum साइज कति। सो मेरो कन्डिसन मिट भएपछि म्याक्सिमम कतिवटा EC2 इन्स्टान्सेस बनाउने, इट क्यान बी 10 100 1000 हैन, बेस्ड अन आवर रिक्वायरमेन्ट। एन्ड बीचमा छ एउटा डिजायर्ड क्यापेसिटी। नाउ डिजायर्ड क्यापेसिटी इज द नम्बर अफ EC2 इन्स्टान्सेस। जब हामीले अटो स्केलिङ ग्रुप बनाउँछौं त्यो बेला चाहिँ कतिवटा EC2 इन्स्टान्स हुनुपर्छ, कतिवटा डिजायर्ड EC2 इन्स्टान्स हुनुपर्छ, त्यो हामीले डिजायर्ड क्यापेसिटीमा डिफाइन गर्छौं। सो यदि अटो स्केलिङ ग्रुप बनाउने बेला डिजायर्ड क्यापेसिटी 2 राखेका छौं हामीले भनेपछि अटो स्केलिङ ग्रुपले 2 वटा EC2 इन्स्टान्स त्यो बेला बनाइदिन्छ र few minutes पछि it will analyze the rule and based on that it will bring the servers down to minimum size or to the maximum size। So scaling out versus scaling in, simple फन्डा छ हैन। स्केल आउट भनेको सर्भर्सहरु एड गर्ने र स्केलिङ भनेको सर्भर्सहरुलाई टर्मिनेट गर्ने based on the condition that we have given। So if the condition matches then it will scale out भनेको launch EC2 instances हरु लन्च हुन्छ र कन्डिसन्स जुन अर्को म्याच भएको छ त्यो चाहिँ based on that it will terminate the EC2 instances। So it's simple। scale out भनेको EC2 instances लन्च गर्ने र scaling भनेको EC2 instances टर्मिनेट गर्ने, जुन कि अटो स्केलिङले हजुरको लागि अटोमेटिकली गरिदिन्छ। Now how Amazon EC2 auto scaling works। किन हामीले लोड ब्यालेन्सर कसरी वर्क गर्छ भनेर हेरेका थियौं। लोड ब्यालेन्सर हुन्छ त्यो रिक्वेस्ट युजरको लिसनरमा जान्छ र लिसनर हुँदै टार्गेट ग्रुपमा जान्छ। त्यसरी नै Amazon EC2 auto scaling कसरी काम गर्छ भनेपछि we need to define an image
हैन एउटा ब्लुप्रिन्ट त हामीसँग हुनु पर्यो नि हैन कि जब सीपीयू युटिलाइजेसन 80% हुन्छ भनेपछि मैले त डिफाइन गरे 10 वटा सर्भर बनाइदिए तर त्यो 10 वटा सर्भर कहाँबाट बनाउने त्यसको लागि त हामीसँग इमेज हुनु पर्यो एएमआई हुनु पर्यो हैन सो त्यो एएमआई त्यो इन्स्टेन्स टाइप कुन युज गरेर हामीले चाहिँ 10 वटा सर्भर बनाउने हैन त्यसभित्र आइएम रोल कुन अट्याच गर्ने सेक्युरिटी ग्रुप कुन अट्याच गर्ने त्यसको ईबीएस भोल्युम कति हुने त्यो सबै त डिफाइन गर्नु पर्यो किनभने EC2 अटो स्केलिङ युज गरेर त हामीले हरिजन्टल स्केलिङ गरिरहेछौँ हरिजन्टल स्केलिङ भनेको इट विल क्रिएट अ सेपरेट न्यू EC2 इन्स्टेन्स हैन त्यसको लागि त हामीले एउटा ब्लुप्रिन्ट दिनु पर्यो र त्यो ब्लुप्रिन्ट भित्र हामीले यो सबै कुराहरु डिफाइन गर्छौँ एन्ड इट इज कल्ड लन्च टेम्प्लेट पहिला चाहिँ लन्च कन्फिगरेसन भनिन्थ्यो त्यो आजभोलि हटेर लन्च टेम्प्लेट भनेर भनिएको छ व्हिच इज अ बिट एडभान्स्ड भर्जन अफ लन्च कन्फिगरेसन सो हामीसँग लन्च टेम्प्लेट बनिसकेपछि we will use that template to create auto scaling group. Auto scaling group is the logical grouping of the EC2 instances where we define minimum number, maximum number, and desired number. And those number will scale out and scale in based on the launch template information that we have given. Right? त्यसपछि हामीले we can maintain current number, हामीले manual scaling गर्न सक्छौं, हामीले scheduled scaling अघि नै जुन मैले भने त्यो गर्न सक्छौं हैन, dynamic scaling गर्न सक्छौं अथवा predictive scaling हरु पनि गर्न सक्छौं. We can choose any of the scaling policies based on our requirement. So launch template, using launch template we create auto scaling group, define the conditions using the scaling policies and then take the steps. So त्यसपछि automatically auto scaling starts working. So यो example मैले डेमोमा पनि dynamic scaling नै use गरेको छु which is one of the default option that is provided inside auto scaling. त्यो हामीले एकछिनमा ल्याबमा हेर्छौं तर यहाँनिर के भइराछ भनेपछि मैले एउटा अलार्म बनाएको छु जुन अघि नै मैले कन्डिसन हजुरहरुलाई भनेको थिएँ. सो अलार्म के हो भनेपछि if average CPU utilization is greater than 60% for 5 minutes, then your alarm चाहिँ breach हुन्छ. र alarm breach हुने बित्तिकै के हुन्छ भनेपछि त्यो एउटा इभेन्ट ट्रिगर हुन्छ. त्यो इभेन्ट भनेको त्यो इभेन्टले चाहिँ Amazon EC2 auto scaling लाई ट्रिगर गर्छ. र इन अ सेन्स ब्याकग्राउन्डमा त्यसले के गर्छ भनेपछि हजुरको जुन मिनिमम र म्याक्सिमम भ्यालु हामीले दिएको थियौं बेस्ड अन दैट त्यसले सर्भर्सहरुलाई स्केल इन र स्केल आउट गर्छ र ब्याक एन्डमा गएर हजुरको इलास्टिक लोड ब्यालेन्सिङमा लगेर त्यो EC2 इन्स्टान्सेसहरुलाई एड गरिदिन्छ. हैन सो let's see this same architecture in a lab. So मैले के गरेको छु भनेपछि सो यही आर्किटेक्चर नै फलो गरौँ हैन. सो फर्स्टमा आई हैव अ लोड ब्यालेन्सर. सो म मेरो AWS अकाउन्टमा जान्छु. मैले यसलाई काट्दिए म EC2 मा जान्छु किनभने हामीले EC2 को अटो स्केलिङ हेरिरहेछौं. र यहाँनिर तल हजुरले स्क्रोल गर्नुभयो भने देयर इज समथिङ कल्ड लोड ब्यालेन्सर राइट. लोड ब्यालेन्सर भित्र गए मैले पहिले एउटा लोड ब्यालेन्सर बनाइसकेको छु which is application load balancer and the schema is internet facing because this is a public load balancer. मैले के भनेको थिए लोड ब्यालेन्सर बन्छ र लोड ब्यालेन्सर भित्र लिसनर्सहरु हुन्छ. सो लिसनर यहाँनिर हेर्नुभयो भने मैले एउटा लिसनर बनाएको छु. सो कुनै पनि रिक्वेस्ट यो लोड ब्यालेन्सरमा पोर्ट 80 मा आउँछ भनेपछि त्यो लोड ब्यालेन्सरलाई कहाँ फरवर्ड गर्दै यहाँनिर भनेको छ फरवर्ड टु द टार्गेट ग्रुप डेमो TG डेमो टार्गेट ग्रुप. सो म त्यसलाई ओपन गर्छु अर्को ट्याबमा र यो टार्गेट ग्रुप केही होइन इट्स अ कलेक्सन अफ EC2 इन्स्टान्सेस र यो भित्र हेर्नुभयो भने मेरो दुईटा सर्भर्सहरु दुईटा EC2 इन्स्टान्सेसहरु रन छ र which are in a healthy state means these servers are ready to get the request and send the response. So request load balancer मा आउँछ लोड ब्यालेन्सर हुँदै लिसनर मा जान्छ र लिसनरले के गर्छ डिफल्ट एक्सन के छ फरवर्ड द रिक्वेस्ट टु द टार्गेट ग्रुप र यो टार्गेट ग्रुपमा गएपछि त्यो रिक्वेस्ट चाहिँ यो दुईटा EC2 इन्स्टान्समा जाने भयो. अब यसलाई हामी डेमो गरेर हेरौँ.
सो म के गर्छु डिटेल्समा जान्छु र यहाँनिर हेर्नुभयो भने डीएनएस नेम छ सो एभ्री लोड ब्यालेन्सर हैज अ डीएनएस नेम यो डीएनएस नेम कपी गर्छु र म यहाँ ब्राउजरमा हिट गर्यो भने यसरी चाहिँ मेरो पेज देखाइरहेछ सो मेरो EC2 इन्स्टेन्सको आईडी के हो 889 टार्गेट ग्रुपमा गयो भने अहिलेलाई यो EC2 इन्स्टेन्सलाई हिट गरिरहेछ त्यसले 889 अहिले फेरि रिफ्रेश गरे भने अहिले पनि 889 मै रिक्वेस्ट पठायो फेरि रिफ्रेश गर्दाखेरि यसले अहिलेलाई 7114 मा वाला EC2 इन्स्टेन्समा ट्राफिक पठायो सो मजाले यसले लोड ब्यालेन्स गरिरहेको छ राइट दुईटा सर्भरबाट मलाई कन्टेन्ट यहाँनिर फेच गरेर दिइरहेको छ एन्ड करेन्टली आई एम युजिङ HTTP र मैले लिसनर चाहिँ के डिफाइन गरेको थिएँ HTTP नै लिसनर छ त्यही भएर लिसन गरिरहेको छ अब HTTPS त छैन यहाँ भनेपछि मैले यदि HTTPS ट्राई आउट गरेँ भनेपछि इट विल नट बी एबल टु फिगर आउट वेयर टु सेन्ड द रिक्वेस्ट एन्ड इट विल प्रोभाइड मी एरर किनभने देयर इज नो लिसनर पोर्ट 443 मा सुन्ने कान नै छैन भनेपछि त कसरी सुन्छ हैन देयर इज ओन्ली पोर्ट 80 को लागि कान छ सो त्यसले पोर्ट 80 माको रिक्वेस्ट मात्रै सुन्छ सो घुमे छ हैन दिस विल इभेन्चुअली प्रोभाइड अस एरर्स सो यो भनेको लोड ब्यालेन्सरको कुरा भयो सो अहिलेलाई मैले हजुरहरुलाई लोड ब्यालेन्सरको कुरा मात्रै भनिरहेछु हैन अब हामी अटो स्केलिङमा मुभ गर्छौं सो म यहाँ जान्छु तल नै हजुरले हेर्नुभयो भने देयर इज अ सेक्सन कल्ड अटो स्केलिङ म अटो स्केलिङ ग्रुप मा क्लिक गरेर अर्को ट्याबमा खोल्छु र अटो स्केलिङ ग्रुपमा हजुरले हेर्नुभयो भने डिजायर्ड क्यापेसिटी छ मिनिमम क्यापेसिटी छ र म्याक्सिमम क्यापेसिटी छ सो डिजायर्ड इज 2 मिनिमम इज 2 र म्याक्सिमम इज 4 EC2 इन्स्टेन्सेस र यहाँनिर लन्च टेम्प्लेट कुन युज भएको छ यहाँनिर हेर्नुभयो भने लन्च टेम्प्लेट युज भएको छ डेमो LT भनेर जुन कि मैले यहाँनिर पहिले बनाइसकेको छु हैन सो लन्च टेम्प्लेट इज जस्ट अ ब्लुप्रिन्ट जहाँनिर हामीले डिफाइन गर्छौं कुन इन्स्टेन्स टाइप युज गर्ने कुन अपरेटिङ सिस्टम युज गर्ने इच एन्ड एभ्रीथिङ राइट सो यहाँनिर त्यो सबै इन्फर्मेसनहरु छ इन्स्टेन्स टाइप T3.micro सिक्युरिटी ग्रुप यो हैन कीपियर मैले युज गरेको छैन इच एन्ड एभ्रीथिङ रिलेटेड विथ द EC2 क्यान बी डिफाइन्ड इन द लन्च टेम्प्लेट एन्ड त्यही लन्च टेम्प्लेटलाई हामीले सिम्पली अटो स्केलिङ ग्रुप बनाउँदाखेरि चुज गर्छौं कि अटो स्केलिङले जब सर्भर्सहरु नयाँ बनाउँछ तब चाहिँ यो लन्च टेम्प्लेटमा डिफाइन गरेको कुराहरु युज गरेर सर्भर बनोस् राइट सो मैले त्यो गरे र त्यो मैले सिम्पली के गरे भनेपछि यो EC2 इन्स्टेन्सको ब्याकअप लिएर मैले लन्च टेम्प्लेट बनाएको हैन सो त्यसरी हजुरले बुझ्दा भयो सो स्केलिङ लिमिट मिनिमम 2 म्याक्सिमम 4 छ हैन र यहाँनिर हजुरले गएर अटोमेटिक स्केलिङमा जानुभयो भने मैले प्रिडिक्टिभ स्केलिङ युज गरेको छैन हैन इट्स एम्प्टी मैले शेड्युल्ड स्केलिङ पनि युज गरेको छैन मैले के युज गरेको छु मैले डायनामिक स्केलिङ युज गरेको छु र यहाँनिर हेर्नुभयो भने के भनेको छ यसले भनेपछि if the average CPU utilization is 70% so एउटै टार्गेट ट्र्याकिङ पोलिसी भन्ने हुन्छ र एउटै पोलिसीले सर्भरलाई डाउन गर्ने र अप गर्ने काम गर्छ कसरी भनेपछि यहाँनिर as required to maintain average CPU utilization at 70 so 70% भन्दा बढी CPU utilization हुने बित्तिकै यसले चारवटा EC2 इन्स्टेन्स बनाउन खोज्छ र 70% भन्दा कम हुने बित्तिकै यसले मिनिमम भ्यालुमा त्यो EC2 इन्स्टेन्सेसहरुलाई झार्न खोज्छ है त त्यही भएर अहिलेलाई चाहिँ दुईटा EC2 इन्स्टेन्स रन भइरहेको छन् which is this one यहाँनिर हेर्नुभयो भने डेमो यहाँ छ डेमो ASC सर्भर भनेर दुईटा सर्भर्सहरु अटो स्केलिङ थ्रु रन भइरहेछन् र मैले यो अटो स्केलिङ ग्रुप बनाउने बेला अर्को पनि एउटा के कुरा गरेको छु भनेपछि इन्टिग्रेसनमा गएर मैले एप्लिकेसन लोड ब्यालेन्सर पनि युज गरेको छु सो जुनै पनि EC2 इन्स्टेन्स यो अटो स्केलिङ ग्रुपले बनाउँछ
त्यो EC2 इन्स्टेन्स अटोमेटिकली कुन लोड ब्यालेन्सरको टार्गेट ग्रुपमा गएर अट्याच भइदिन्छ डेमो TG भन्ने टार्गेट ग्रुपमा। सो अहिलेलाई दुईटा EC2 इन्स्टेन्स छ यो टार्गेट ग्रुपमा। मैले यसमा स्ट्रेस दिएर CPU युटिलाइजेसन 70% भन्दा बढी बनाउने बित्तिकै नयाँ EC2 इन्स्टेन्स आउँछ र त्यो EC2 इन्स्टेन्स अटोमेटिकली कहाँ गएर रजिस्टर हुन्छ भनेपछि यो लोड ब्यालेन्सरको टार्गेट ग्रुप भित्र attached हुन्छ automatically without human intervention. This everything happens from A to Z automatically. हैन, सो त्यो पनि हामी सिमुलेट गरेर हेरौँ है त। सो अहिलेलाई म के गर्छु, म चलिरहेको एउटा EC2 इन्स्टेन्स भित्र छिर्छु। म सर्भर भित्र छिरे हैन, अनि म इन्टेन्सनली यसमा थोरै लोड पठाउँछु हैन। एरर एस्टाब्लिशिङ SSH कनेक्सन रे। ओके, सिक्युरिटी ग्रुप र यहाँनिर पोर्ट 22 ओपन छैन, त्यही भएर यसले मलाई भित्र छिर्न दिएन हैन। अहिलेलाई म चाहिँ के गर्छु, पोर्ट 22 ओपन गर्दैछु just for testing purpose. Add rule SSH custom भनेपछि यहाँनिर my IP address भनेर हुनुपर्ने हो। यहाँ छ my IP, मेरो IP automatically मेरो डिभाइसको IP यहाँनिर तान्यो। I'll just do save changes and then again try to connect to this server. Okay, still security group port 22 open. So okay, for now let me I'll open to all किनभने यो होम नेटवर्कको IP multiple time change भइरहेको हुन्छ। So for testing purpose अहिले मैले open to all गर्दै, which is not as the best security practice हैन, just देखाउनलाई मैले हजुरहरुलाई ल्याबमा यो गरे हैन। Let me try it once again। अब चाहिँ हेर्नुपर्छ। ओके, म चाहिँ सर्भर भित्र छिरिसकेको छु। अब what I will do is यसको कति कोरको CPU हो त्यो चेक गर्छु हैन। 2 कोरको CPU हो। सो दुईटै कोरको CPU युज गरेर म के गर्छु, स्ट्रेस पठाउँछु यसमा हैन, इन्टेन्सनल स्ट्रेस। सो स्ट्रेस आउट टु CPUs फर 600 सेकेन्ड्स, इन्टर। र अब मेरो यो वाला EC2 इन्स्टेन्समा के भयो, लोड जान थाल्यो हैन, जुन कि मैले मोनिटर नि गर्न सक्छु। I go to monitoring and I can simply click on CPU utilization र maximum चाहियो हामीलाई हैन, maximum CPU utilization within 1 hour period। सो यसले थोरै टाइम लिन्छ हैन। अनि त्यसपछि अहिले हेर्नुभयो भने 0.35% छ मेरो CPU युटिलाइजेसन। अब 70% भन्दा बढी जानु पर्यो, so that it can trigger the condition and it will start adding EC2 instances inside my auto scaling group and eventually inside the target group also। So थोरै यसलाई टाइम दिम र म ब्याक टु स्लाइडमा जान्छु थोरसम्म हैन। र अर्को कुरा मैले डिफाइन गर्न देखाउन बिर्से हजुरहरुलाई, एलार्मको कुरा है। सो automatic scaling में जान्छु। If I can show you guys from here, action यहाँबाट हैन, म CloudWatch बाट देखाउँछु हैन। सो CloudWatch, सो यो डाइनामिक स्केलिङ पोलिसी बनाउने बित्तिकै यसले ब्याकग्राउन्डमा के गर्छ भनेपछि अटोमेटिकली एलार्म बनाइदिन्छ। सो currently there is one alarm
and the status is in alarm मा गइसकेको छ हैन सो टार्गेट ट्र्याकिङ डेमो ASC अनि alarm state मा गइसकेको छ भनेपछि CPU utilization North Virginia matrix data not verified हुन चाहिँ यही नै हो हैन लेट मी चेक यो वाला यो चाहिँ पुरानो हो यो एलाममा आको यो पुरानो हो हैन मैले टेस्ट गर्नलाई बनाएको थिए होला यो चाहिँ हो CPU utilization is greater than 70% भनेको छ हैन सो अहिलेलाई ओके स्टेटमा छ सो यो चाहिँ यहाँ भने जस्तै एलार्म स्टेटमा जानुपर्ने हुन्छ एलार्म स्टेटमा र यो एकछिनमा जान्छ पनि किनभने हामीले त स्ट्रेस पठाइराछौं सर्भरमा सो अटोमेटिकली यो एलार्म इन एलार्म स्टेटमा जाने बित्तिकै the condition that we have defined will be breached and then auto scaling will be automatically adding the number of EC2 instances to 4 so दुईटा छ दुईटा यसले एक्स्ट्रा एड गर्छ एकैचोटी एड गर्दैन पहिला एउटा एड गर्छ त्यसपछि फेरि कन्टिन्युअसली चेक गर्छ if the load is still coming then it will start to add another one also so back to यहाँ गयो भने हामीले यो सबै कुरा हेर्यौं हैन लोड ब्यालेन्सर हेर्यौं अटो स्केलिङ ग्रुप हेर्यौं क्लाउड वाचको एलार्म नि हेर्यौं एन्ड देन इन बिट्विन द अटो स्केलिङ म्याजिक ह्यापन्स एडिङ EC2 instances and removing EC2 instances so finally Amazon अथवा AWS auto scaling is a feature that monitors your applications and automatically adjusts capacity to maintain steady predictable performance at the lowest possible cost. Provides a simple, powerful user interface that enables you to build scaling plans for resources including EC2 instances, हजुरले auto scaling container service को लागि ECS elastic container service को लागि नि गर्न सक्नुहुन्छ auto scaling हजुरको DynamoDB table को लागि पनि एप्लिकेबल छ Aurora replica हरुको लागि पनि auto scaling हरु अवेलेबल छ र हजुरले मजाले युज गर्न सक्नुहुन्छ मलाई कसैले भन्न सक्छ यहाँनिर के एउटा कुरा भनेको छ भनेपछि यहाँनिर प्रेडिक्टेबल परफर्मेन्स एट द लोएस्ट पोसिबल कस्ट अटो स्केलिङले हामीलाई कस्ट कसरी सेभ गर्न हेल्प गर्छ कसैले मलाई भन्न सक्छ कसैले ट्राई गर्छ च्याटमा नि भन्दा हुन्छ अटो स्केलिङले हामीलाई कस्ट कसरी बचाउँछ कसरी हेल्प गर्छ हामीलाई कस्ट बचाउनमा ओके एकजनाले चाहिँ बाइ एडजस्टिङ रिसोर्सेस भन्नुभएको छ एनीबडी एल्स अनम्युट गरेर पनि भन्दा हुन्छ To better optimize the cost, we want our resources to be available as per the demand, which can be achieved using Amazon service called scale in and out depending upon traffic. Exactly. So, अब चाहिँ मैले के वरि गर्नु परेन यहाँनिर भनेपछि अब लोड बढी आयो भने चारवटा सर्भर बनाउँछ जस्तै 2 घण्टाको लागि चाहिँ चारवटा सर्भर बनायो लोड बढी आएर अनि अरु बेला चाहिँ लोडै आएको छैन भनेपछि त किन चारवटा सर्भर बनाएर बसिराख्नु पर्यो हैन मिनिमम 2टा अथवा एउटा सर्भर पनि बनाएर बस्न पाइन्छ फेरि कन्डिसन मिट हुने बित्तिकै CPU युटिलाइजेसन 60% अथवा 70% भन्दा हाई हुने बित्तिकै फेरि त्यसले 3टा 4वटा सर्भर बनाइदिन्छ भनेपछि स्केल आउट र स्केल इन अटोमेटिकली यसले गरिरहेको छ र 4वटा सर्भर 2 घण्टाको लागि चल्यो भने मैले 2 घण्टाको मात्रै 4वटा सर्भरको पैसा तिरे अरु बेला चाहिँ 2टाको मात्रै तिरिरहेछु हैन सो त्यसरी चाहिँ हामीले कस्ट पनि बचायौं युजर ट्राफिकलाई एकदमै इन्टेलिजेन्टली सर्भ नि गर्यौं हैन हाम्रो युजर नि ह्यापी छ हामी नि ह्यापी छौं र अफ कोर्स AWS नि ह्यापी छ त्यो कुरामा सो दिस वे AWS auto scaling helps in cost optimization also okay म EC2 मा जान्छु लेट मी चेक है द टार्गेट ग्रुप अहिले पनि
भइरहेको छ। ओके, लोड अहिले पनि डिस्प्याच भइरहेछ। सो दिस माइट टेक अ बिट टाइम है त, अलि अ बिट टाइम, 2 मिनट्स जति। लोड बिस्तारै बढिरहेछ र एकैचोटि अहिले हेर्नु भने वात्तै बढ्छ है। एकैचोटि हेर्नु भने 0 बाट बिस्तारै बिस्तारै गरेर एकैचोटि कहाँ पुग्यो, 80% मा पुग्यो, 80 भन्दा 99 मा पुगिरहेछ हैन। हामीले किनभने स्ट्रेस दियौँ। अब के हुन्छ भनेपछि हाम्रो अलार्म ब्रिच हुन्छ। आई क्यान रिफ्रेश दिस, इट विल टेक अ बिट टाइम किनभने भर्खर 80 मा पुगेछ र EC2 इन्स्टान्स टार्गेट रूपमा गयो भने र यसको टाइम पनि हामीले एडजस्ट गर्न मिल्छ। जस्तै अहिले हामीले वेट गरिरहेछौँ हैन, यसको टाइमलाई पनि हामीले एडजस्ट गरेर छिटै EC2 इन्स्टेन्स अफ गर्ने हैन, त्यो सबै कुराहरू पनि इन्टरनली म्यानेज गर्न सक्छौँ। But we need to be very careful while maintaining that time हैन, किनभने त्यो टाइम इम्पोर्टेन्ट हुन्छ। किनभने एउटा EC2 इन्स्टेन्स नयाँ बनिरहेछ भनेपछि त्यो EC2 इन्स्टेन्स बुट हुन नि टाइम लाग्छ हैन। त्यो EC2 इन्स्टेन्स भित्र यदि कुनै एप्लिकेसन रन भइरहेछ भनेपछि त्यो एप्लिकेसन स्टार्ट हुन टाइम लाग्ला। त्यही भएर त्यो टाइम चाहिँ हामीले एकदमै सोचेर चाहिँ राख्नुपर्छ। स्टिल द लोड इज डिस्प्याचिङ, अहिले पनि EC2 इन्स्टेन्सको हाई नै छ हैन। अलार्म हेऱ्यौँ भनेपछि still okay. The target group has no new EC2 instances. अटो स्केलिङ ग्रुपमा पनि हामीले स्ट्याटस हेर्न सक्छौँ हैन। The status is empty. यति टाइम चाहिँ नलिनु पर्ने हो, but let's wait a bit more. Still dispatching. So त्यो बीचमा कसैलाई के क्वेशन्सहरु छ भने सोध्दा हुन्छ है त। Okay, I got this. So हामीले कन्डिसनमा के डिफाइन गरेछौँ, लेट मी चेक है त। एड रिक्वायरमेन्ट सिम्पलाइजेसन, लेट मी चेक इन्डेड, ठीक छ। This is weird, why didn't it work हैन, यो काम गर्नुपर्ने हो। So डेमो देखाउने बेला नै इस्यु आउँछ। लेट मी ट्राई वन्स मोर टाइम हैन, इट शुड हैव वर्कड। मैले फेरि एकचोटि ट्राई गरेँ, यो वर्क गर्नुपर्ने, किनभने यो भन्दा अगाडि नै मैले टेस्ट गरेको, इट वर्कड एन्ड करेन्टली इट्स नट वर्किङ। के मिस्टेक भयो होला, बट यु गाइज अन्डरस्ट्यान्ड हैन, यो यसरी नै काम गर्छ। सो बेस्ड अन लोड, अहिले मैले इन्टेन्सनली चाहिँ लोड पठाइरहेको छु EC2 मा,
र त्यो लोडलाई त्यसले सेन्स गर्ने बित्तिकै हाम्रो अलार्म ट्रिगर हुन्छ, इट गोज इन एन अलार्म स्टेट एन्ड देन त्यसले इभेन्चुअली हाम्रो रिक्वायरमेन्ट अनुसारको सर्भर्सहरू अप एन्ड रनिङ गर्छ। अहिले म के गर्छु भनेपछि दुईटै सर्भरमा स्पेस गरिदिन्छु होइन, इन्स्टेड अफ वान, so that it senses that much more faster. Okay, so एउटा क्वेसन छ हैन, क्लाउड कम्प्युटिङमा इन्टर्नको रोलहरु कस्तो कम्पनीमा पाउँछ? सफ्टवेयर डेभलपमेन्ट कम्पनीजमा कि स्पेसिफिक क्लाउड सल्युसन प्रोवाइड गर्नेमा खोज्ने? सो लाइक फर्स्ट अफ अल द स्पेसिफिक क्लाउड बेस्ड कम्पनीजहरुले बढी खोजिरहेको हुन्छन् हैन, बट the trend currently is multiple software companies cloud companies convert भइरहेछन्. Now one example can be Frog, अरु companies पनि छन् हैन, जुन कि eventually those companies are software companies, but those companies are now partner of AWS also हैन, AWS solutions are being provide गर्छन्. So currently exactly त्यो क्लाउड कम्प्युटिङ कम्पनी भन्ने पनि हुँदैन हैन, मल्टिपल सफ्टवेयर कम्पनीहरुले पनि AWS जानेको, AWS मा वर्क गरेको मान्छेहरु खोजिरहेको हुन्छ. सो स्पेसिफिक क्लाउड कम्प्युटिङको इन्टर्नहरु खोज्नलाई चाहिँ अथवा जब रोल खोज्नलाई चाहिँ इट डजन्ट ह्याभ टु बी अ स्पेसिफिक क्लाउड कम्प्युटिङकै कम्पनी. सो सफ्टवेयर डेभलपमेन्ट कम्पनीहरुमा पनि त्यो कुराहरु मागिरहेको हुन्छ. सो यु गाइस क्यान ट्राई इन्टु टाइप अफ कम्पनीज. तर त्यहाँनिर हेर्नु चाहिँ पर्यो हैन, के मागेको छ कस्तो मागेको छ भनेर. Yeah, it is hard to find intern. Like that's the truth, but still can't find any internship. There are very low internship opening in Nepal now. I recall exactly saying this idea since but the trend when I started, the internship or trend college. मल्टिपल कम्पनीजहरुले इन्टर्नशिप नै खोलिरहेको हुन्थे हैन, तर आजभोलि त्यो ट्रेन्ड एकदमै लो भएको छ. इन्टर्नशिप त खुल्दैन भन्न पनि मिल्यो. एकदमै लो कम्पनीजहरुमा खोल्छ र त्यो पनि एकदमै छिटो ब्याकअप भइरहेको हुन्छ हैन. डोन्ट नो व्हाई दिस इज ह्यापनिङ. इभन हाम्रो क्लाउड कम्प्युटिङको कम्पनीजहरु, AWS को पार्टनर कम्पनीजहरु झन् नेपालमा खुलिरहेछन् हैन, त्यो बुम भइरहेछ. मल्टिपल कम्पनीजहरुले पार्टनरशिप लिइरहेछन्, बट स्टिल त्यो चाहिँ छ. डोन्ट नो व्हाई exactly मैले नि फिगर आउट गर्न चाहिँ सकेको छैन. but the goal is you keep trying हैन, ट्राई गर्नुस्, कुराहरु आफ्नो एन्डमा सिक्नुस् हैन, keep trying, keep finding jobs and at the end you will eventually get one. Come on, every time happens with me हैन, डेमो देखाउने बेला नै प्रब्लम आउँछ. Just the key changes गरेको छैन, everything looks perfect. Connections are build गर्ने, networking. Now the best way is AWS को कुरा गर्ने भनेपछि the best thing in Nepal is AWS को ecosystem चाहिँ एकदमै स्ट्रङ छ हैन नेपाली मार्केटमा. So you have AWS Cloud Club, पहिला एउटा क्लाउड क्लब थियो, अहिले 3-4 वटा क्लाउड क्लबहरु छन् हैन, मल्टिपल पार्टमा छन्, नेपालको पोखरामा छन्, काठमाडौँमा छन् हैन. मेबी यो इयर अरु ठाउँमा पनि होला, म त्यो आशा चाहिँ गर्छु हैन, मल्टिपल मान्छेहरुले एप्लाई गर्नुहुन्छ. And another one is AWS user groups नेपालमा. मेजरली दुईटा युजर ग्रुपहरु छन् हैन, AWS user group नेपाल र AWS user group women in tech भनेर. सो त्यस्तो युजर ग्रुपहरुले के गर्छन् भनेपछि लाइक टाइम टु टाइम फ्रीमा के गरेर हुन्छन् हजुरको इभेन्ट्सहरु गराइरहेको हुन्छ. जस्तै वुमेन इन टेक को कुरा गर्ने भनेपछि दे अर्गनाइज्ड अ भेरी असम इभेन्ट कल्ड AWS
वुमेन्स डे स्पेशल भनेर एउटा इभेन्ट गराएको थियो होइन वुमेन्स डेमा इट वाज अ होल डे इभेन्ट त्यहाँनिर मल्टिपल स्पिकर्सहरू आउनु भएको थियो नट ओन्ली द स्पिकर्स फ्रम द टेक्निकल टिम होइन टेक्निकल जानेको मान्छे भन्दा पनि नन टेक्निकल मान्छेहरू पनि हाम्रो स्पिकरहरू हुनुहुन्थ्यो होइन सो त्यस्तो इभेन्टहरूमा हजुरहरूले जोइन गर्नुभयो भने लाइक नेटवर्किङ एकदमै स्ट्रङ हुन्छ हजुरहरूको सो त्यस्तो इभेन्टहरूमा जोइन गर्ने त्यस्तो फ्री सेसन्सहरू छोड्ने त्यसहरू गऱ्यो भने चाहिँ कनेक्सन्सहरू बिल्ड हुन्छ अनि ट्राई टु नो पिपल्स हु आर करेन्टली वर्किङ इन द क्लाउड फिल्ड होइन उहाँहरूसँग कनेक्सन बिल्ड गर्ने मेबी लिङ्कडिन रिक्वेस्ट पठाएर हुन्छ होइन हम्बली आई निड हेल्प होइन मलाई यसमा चाहिँ प्रब्लम आयो भनेर त्यसरी चाहिँ प्रोसिड गऱ्यो भनेपछि लाइक आई डोन्ट थिङ्क कसैले पनि नाइ भन्छ हजुरहरूलाई होइन कोही कुरा केही कुरा सिक्न चाहनुहुन्छ भनेपछि नोबडी सिक्नु टाइमको प्रब्लम होला अलि बट इफ यु हेभ स्पेसिफिक क्वेसन्स देन यु विल गेट द एन्सर स्योरली सो त्यस्तो इभेन्ट्सहरू जोइन गर्नुहोस् होइन अब स्टुडेन्ट कम्युनिटी डे हुन गइरहेछ त्यहाँनिर अब मल्टिपल एडब्ल्युएसकै मान्छेहरू आइरहेको हुन्छन् होइन त्यस्तो इभेन्ट्सहरूमा जोइन गर्नुहोस् नेटवर्किङ त्यसरी नै पर्छ भेट्ने कुरा गर्ने होइन इन्फर्मेसन सेयर गर्ने त्यसरी नै नेटवर्किङ बढाउने एन्ड द्याट्स वान इम्पोर्टेन्ट थिङ वेन इट कम्स टु टेक ओके अहिले चाहिँ ब्रिज भयो होइन यहाँ पनि देखायो 70 भन्दा अब माथि गयो बट स्टिल इट्स सोइङ ओके ब्रिज चाहिँ भइसकेको छ लेट मी चेक द टार्गेट ग्रुप स्टिल थ्री डेटा पोइन्ट्स विथ 3 मिनट्स ठीक छ it says it's breached होइन तैपनि किन यसले चाहिँ एलार्म देखाएन भन्ने कुरा create per minute what I can do is I can create अर्को होइन अहिले म यो डिलिट गर्छु डिलिट त यो डिफल्ट बनेको हुन्छ होइन म यसलाई डिलिट गरेर एकचोटि फेरि ट्राई गर्छु लेट मी चेक एलार्महरू डिलिट भयो कि नै सो एलार्म डिलिट भयो होइन अब चाहिँ म नयाँ डाइनामिक स्केलिङ पोलिसी बनाउँछु नाउ टार्गेट ट्र्याकिङ स्केलिङ इज फाइन फर मी अहिलेलाई म यो भ्यालु 60 राख्दै जस्ट टेस्टिङ पर्पज एन्ड देन आई सिम्पली क्रिएट र यहाँ क्रिएट गर्ने बित्तिकै हजुरले हेर्नुभयो भने यहाँनिर एलार्म अटोमेटिकली बज्छ refresh okay alarm burning that means there is some sort of problem here
alarm भन्नुपर्ने हैन, there seems some sort of problem. भनेर रहेछ, अलिक टाइम लाग्दो रहेछ. So 60% in alarm भने सुरुमै, किनभने अघि नदेखि नै हामीले sorry 7114 अरु के क्वेशन्स कसरी? यहाँनिर हेर्नुभयो भने यी दुईटा बन्न थाल्यो, राइट? यी हेर्नुभयो भने इनिशियलाइजिङ स्टेटमा छ दुईटा इन्स्टेन्स हो, दुईटा पहिला थियो, दुईटा अहिले बन्यो. सो मोस्ट प्रोबब्ली त्यो रुलमा चाहिँ प्रब्लम आएको थियो जस्तो लाग्यो, जुन हामीले बनाएको थियौँ हैन. एन्ड वी क्यान सी हजुरको यहाँनिर प्रिभियसली टार्गेट ग्रुप दुईटा छ, किनभने मिनिमम दुईटा भ्यालु थियो. मैले रिफ्रेश गरेँ भने अहिले चाहिँ चारवटा आइसकेको छ, दुईटा नयाँ आइसकेको छ हैन, automatically. Now if I go ahead and use the load balancer DNS name, let me open it in new tab. 2192 6FA 82192 मा आयो. अब चाहिँ 7114 मा गयो, अहिले चाहिँ नयाँ 889 मा गयो. भनेपछि चारैवटा EC2 इन्स्टान्सहरुमा लोड ब्यालेन्सरले मजाले लोड ब्यालेन्स गरिरहेछ, राइट? अब म सिम्पली यसलाई बन्द गरिदिन्छु, लोड दुईटै सर्भरमा पठाउन. र अब विथिन फ्यु मिनेट्स मेरो इन अलार्मबाट ओके स्टेटमा जान्छ. र ओके स्टेटमा जाने बित्तिकै यहाँनिर हामीले के डिफाइन गरेका छौं भनेपछि यहाँनिर कि 60% भन्दा कम हुने बित्तिकै EC2 इन्स्टान्सेसहरुलाई कतिमा पुर्याउने भनेपछि मिनिमम 2 मा पुर्याउने भनेर अटोमेटिकली त्यसले सेन्स गर्छ, and it will automatically delete the EC2 instances. So यसरी चाहिँ रियल वर्ल्डमा हामीले अटो स्केलिङलाई एकदमै मजाले युज गर्न सक्छौं. So this was the demo. So हामीले अटो स्केलिङको बारेमा हेर्यौं हैन. So key takeaways, we looked what EC2 auto scaling is, and how it maintains application availability by automatically adding or removing EC2 instances based on the condition which we give. An auto scaling group is a collection of EC2 instances. A launch configuration, just as a launch template, one side AWS. A launch template is an instance configuration template, just with sub instance related information push person. Dynamic scaling uses Amazon EC2 auto scaling CloudWatch and elastic load balancing. AWS auto scaling is a separate service from Amazon EC2 auto scaling, because Amazon EC2 auto scaling auto scaling feature which is applicable to EC2, whereas AWS auto scaling is a separate service that is applicable to databases like DynamoDB, AWS Aurora, Replica, applicable inside most of the services, and it's called EC2 auto scaling because it's applicable to EC2 only. So यसको एकदमै मजाको ल्याब छ हैन, हजुरहरुलाई जुन कोर्स कन्टेन्ट प्रोवाइड गरिएको छ त्यसमा त्यो ल्याब हजुरहरुले मजाले गर्न सक्नुहुन्छ, and you will see the same behavior that we have seen in the demo. And this is the module wrap up. यो मोड्युलमा हामीले लोड ब्यालेन्सिङ हेर्यौं, how load balancer work, डेमो नि हेर्यौं एउटा सानो. We identified how Amazon CloudWatch enables you to monitor AWS resources and applications in real time. हामीले CloudWatch मा अलार्म बनाएर हेर्यौं हैन, CloudWatch मेट्रिक्स नि हेर्यौं. You can see
here the CPU utilization of these servers. यो सर्भर को CPU utilization हेर्नु भनेपछि monitoring मा जान्छु म. I can see the CPU utilization, I can see the network packets out, network packets in, maximum. Last one or 0 बाट यहाँ टाइम फ्रेम नि दिइराछ हैन, स्विप पोइन्ट छ 55 मिनेट्स को डेटा हामीलाई दिइराछ. 1535 मा 99.6% थियो. अब बिस्तारै यो तल आउँदै जान्छ किनभने there is no load on our EC2 instances. So यसरी चाहिँ हामीले auto scaling configure गर्न सक्छौं. And we also perform scaling and load balancing tasks to improve an architecture. Now there is one question which says, which service would you use to send alerts based on Amazon CloudWatch alarms? So हामीले Amazon CloudWatch alarms चाहिँ बनायौं हैन, तर अब चाहिँ हामीले त्यो अलार्म ब्रिच हुने बित्तिकै इमेल नोटिफिकेसनहरु पठाउनु पर्यो कसलाई अथवा एसएमएस पठाउनु पर्यो भनेपछि कुन सर्भिस युज गर्ने हामीले यसमा A, B, C or D? Exactly, it's SNS, simple notification service. किनभने आज नै हामीले क्लाउड ट्रिल हेर्यौं. क्लाउड ट्रिलको काम भनेको एपीआई कल्सहरु रेकर्ड गर्ने हो. ट्रस्टेड एडभाइजर हामीले हिजो पढाएको थियौं जसको काम भनेको टु प्रोवाइड्स अस दी recommendations and findings related with multiple pillars that are defined inside AWS Trusted Advisor. There AWS Route 53 भनेको it's a DNS service. So एउटा मात्रै अप्सन बाँकी बच्यो to send alerts, that is Amazon Simple Notification Service. So it's A. So thank you सबैजनालाई. So अरु के extra questions छ कसैले? So I'll be here for like 5 minutes more. So कसैले के सोध्न छ भने अनम्युट गरेर नि सोध्दा हुन्छ अथवा च्याटमा नि सोध्दा हुन्छ. Thank you सबैजनालाई फेरि पनि.